नेपालका कुना-कुनामा परमेश्वरले अगुवाहरू निर्माण गर्दै हुनुहुन्छ, तर धेरैले ईश्वर शास्त्रीय तालिम प्राप्त गर्ने अवसर पाउनु भएको छैन। यही आवश्यकतालाई मध्यनजर गर्दै सन् 2019 देखि सान केन्द्रले नेपाली भाषामा सुलभ र सान्दर्भिक धर्मशास्त्रीय शिक्षा प्रदान गर्दै आइरहेको छ। हाम्रा एटीए मान्यता प्राप्त कार्यक्रमहरू जस्तै ब्याचलर्स अफ थियोलोजी BTH, डिप्लोमा इन थियोलोजी DPTH तथा GTS, CTH र BTS जस्ता छोटो अवधिका कार्यक्रमहरू विशेष गरी तपाईलाई ध्यानमा राखेर तयार गरिएका छन्। यी सबै पाठ्यक्रमहरू नेपाली भाषामा सञ्चालन गरिन्छन् र नेपालमै विकसित TEE सामग्रीमा आधारित छन्। हाम्रो ब्लेन्डेड अध्ययन प्रणाली, सेल्फ स्टडी र प्रत्यक्ष अनलाइन कक्षाहरू मार्फत तपाईँ जहाँसुकै जुनसुकै समयमा पनि अध्ययन गर्न सक्नुहुन्छ। कुनै पनि इच्छुक र प्रतिबद्ध विश्वासी वा अगुवाले आफ्नै घरमा बसी सान केन्द्रद्वारा ईश्वर शास्त्रको सही ज्ञान प्राप्त गर्न सक्नेछ। हामीसँग दक्ष अनि अनुभवी शिक्षकहरू हुनुहुन्छ, जसले लामो समय सेवकाईमा बिताउनु भएको छ र एउटा सेवकको सर्वाङ्गीण विकासमा ध्यान दिएर अध्यापन गराउनुहुन्छ। मण्डलीमा सेवकाई गरिराख्नु भएका अथवा कामको व्यस्तताले गर्दा रेसिडेन्सियल बाइबल कलेजमा गएर पढ्न असमर्थ व्यक्तिहरू तर जसलाई थियोलोजिकल एजुकेसन लिन मन छ, त्यस्ता व्यक्तिहरूको लागि अनलाइनको माध्यमबाट सान केन्द्रले थियोलोजिकल एजुकेसन ईश्वरशास्त्रीय अध्ययन गर्नको लागि अवसर ल्याएको छ र एसिया थियोलोजिकल एसोसिएसन अर्थात् एटीएबाट मान्यता प्राप्त डिग्री तपाईँले आफ्नो घरको सुविधाबाट अनलाइनको माध्यमबाट प्राप्त गर्न सक्नुहुन्छ। र थप जानकारीको लागि तपाईँहरूले हाम्रो वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ।